नमस्कार साथीहरू, आज हामी दुईजना साथीहरू अत्तरियाबाट धनगढीतर्फ निस्केका छौँ। आजको ब्लगमा जोकरताल र धनगढी महोत्सव पुरा मजा लिनेछौँ। जोकरताल जाने रोडमा छौँ अहिले। जोकरताल जाँदैछौँ र यहाँ बाटोमै राम्रो रेस्टुरेन्ट पनि रहेको छ, आउँदा जाँदा बस्न मिल्ने। हामी साथीहरू रमाइलो गर्दै बाटोतर्फ यात्रामा छौँ। यो बाटोको तस्बिर बाटोमा। अनि मेरो नाम रोहित मर र यो महोत्सव चिन्ने एन्ट्री धनगढीमा देखिरहेको होला। तर अहिले हामी जोकरताल नजिकैको एउटा माछा पुछ्रे रेस्टुरेन्टनिर छौँ र बाटोमा हामी खोज्दैछौँ जोकरताल जाने बाटो। हिँड्दै लोकेसन हिँडिरहेको थियौँ र जोकरतालको ट्याक्कै टिकट काउन्टर देखेँ र टिकट काट्नतिर लागेँ र म टिकट काउन्टरमा कोही थिएन र खोज्दै थियौँ उता टिकटवाला मान्छे भेटिन्छ कि भनेर। तर अन्तिममा टिकटवाला मान्छे पाएँ र टिकट काटेँ। 2टा टिकट। साथीहरू आज हामी दुइटै रमाइलो गर्नेछौँ जोकरतालमा। जोकरताल सकेपछि महोत्सव जानेछौँ। जोकरतालको गेटभित्र प्रवेश गरेको छौँ र प्रवेश गरेर यता कति राम्रो हिँड्न मिल्ने ठाउँ देखिरहेको छ। फोटो भिडियो बनाऊ। हामी यता भिडियो र फोटो खिच्ने प्लान गर्दै थियौँ। अब फोटो र भिडियो बनाएँ। त्यसपछि मेरो साथी र म ताल हेर्न हिँड्दै जाँदैछौँ र मेरो साथी आँसु लगाउँदै थियो अनि यस्तो कुराहरू गर्दै थियो जो पोसिबलै हुँदैन अनि आँसु लागिहाल्छ। अनि अलि तालतिर पुगिसक्यौँ। ताल हेर्दै थियौँ, यति रमाइलो ताल। अनि यस्तो नाच्न मन लागिरहेको थियो। शान्त ठाउँ थियो अनि मेरो साथी ब्लगर हुनाले हो कि यति रमाइलो शब्दहरू बोलिरहेको थियो। अनि ताल यति मिठो ताल, तर फुलहरू थिएन। तर यहाँ मेरो साथी भन्दै थियो फुल टिपौँ भनेर, फुलै थिएन। अनि यस्तो तालतिर यहाँ केही लेखेको थियो। यता तालहरू हेर्दै थियौँ अनि ताल हेर्दै थिएँ। यता फुलहरू थिएन, फुल टिप्ने प्लान गर्दै थियौँ। तर पनि मेरो साथी अब यही जोकरतालको बाटोमा राउन्डिङ हानौँ भनेर भन्दै थियो। अनि यस्तै रमाइलो गर्ने आशा लिएर आएको थियौँ। रमाइलो हुँदै थियो। 2जना साथी मिलेर यस्तो घुमघाम। अनि यता म चाहिँ यता बाटो क्रस गरौँ भनेर सोचिरहेको थिएँ। बाटो क्रस गर्न डर लागिरहेको थियो। अनि यता लड्न पुगिसकेको थियो तर लडेन। अनि यस्तो रमाइलो हुँदै थियो। अहिले यहाँ बाटो खोज्दा जङ्गलमा छिरिसक्यौँ। आधा बाटोमा हराइसकेका थियौँ। यहाँ जङ्गलमा बाटो खोज्दा हराइसकेको जस्तै लागिसकेको थियो। अझै पनि खोज्दै थियौँ बाटो, तर बाटो सकिएको फिर्ता जाम सोचेको थिएँ। तर पनि आशा लिएर हामी अगाडि खोज्दै गयौँ बाटो, तर पनि पाएन। मेरो साथी लास्टै रमाइलो गर्दै थियो, लास्टै फनी कुराहरू गर्दै थियो। अनि यस्तै हिँड्दै जाँदै थियौँ, बाटो खोज्दै थियौँ, पाइरहेको थिएन। अनि यस्तो म उता सबै ठाउँ हेर्दै थिएँ बाटो कहीँ मिल्छ कि भनेर, तर पनि पाइरहेको थिएन। अब के गर्ने सोचिरहेको थियौँ। फेरि आफ्नै पुरानो बाटोमा फर्केँ। अनि फर्किँदा पनि पाएन। अनि हामी पुरा आफ्नै फर्किने बाटो पनि हराइसकेको जस्तै लागिरहेको थियो। अब कसरी निस्किने? तर अन्तिममा जोकरतालदेखि निस्किने सर्टकटमा निस्क्यौँ। खोजेको अर्कै बाटो तर निस्क्यौँ अर्कै बाटो। तर सर्टकटदेखि निस्केर हिँड्यौँ अझ फेरि लाग्यौँ आफ्नो अर्को ठाउँतिर। महोत्सव हेर्न जाऊँ भनेर अटोमा बसेर जाँदैछौँ। मेरो साथी हाँसी बोल्दैछ, भन्ने कुराहरू गर्दैछ। अनि अब महोत्सव जाने प्लानिङ थियो र यो अलि रमाइलो कुरै गर्दै थियो। अनि
यदि यो ब्लग मन परिरहेको छ भने चाहिँ लाइक गर्न नबिर्सिनु होला साथीहरू। अनि सानो प्राइज भए पनि जित्दा खुसी त हुन्छ नि होइन र। अनि त्यसैले मेरो साथीले एउटा सानो प्राइज दिउँ भने सोचिरहेको थिएँ म। यति राम्रो ब्लग गर्दै थियौँ र फाइनली हामी महोत्सव एन्ट्री गरिसकेको थियौँ। अब महोत्सव एन्ट्री गरिसकेका थियौँ र महोत्सवको टिकट काट्न बाँकी नै थियो। अनि बाटोमा हिँड्दै जाँदै थियौँ, कुरा गर्दै थियौँ। अनि यहाँनिर उता हिँड्दै थियौँ, पसलहरू धेरै थिए तर मेरो साथी र म फाइनली टिकट काटिसकेको थिएँ। अनि अब भित्र जान मात्र बाँकी थियो। मेरो साथीसँग आइडी कार्ड थियो, मसँग लिएको थिएन, म बिर्सेर उस्तै आएको थिएँ। अनि फाइनली म चाहिँ भित्र गएँ। म चाहिँ भित्र यस्तो एउटा कलाकारको गाना सुन्दा यति रमाइलो भइरहेको थियो। यति राम्रो कलाकार, यति राम्रो गाना सुन्दा धेरै खुसी लागिरहेको थियो। मेरो साथीसँग यो गेम खेल्दा धेरै खुसी भयो। अब यो गेम पनि यति रमाइलो थियो, यस्तो रमाइलो थियो के भन्नै मिल्दैन। अब यस्तो रमाइलो गेम यति रमाइलो भयो। अनि मेरो साथीले यो खेलको बारेमा अलि भन्दै गयो। म चाहिँ यो पहिला पनि खेलेको थिएँ। त्यसपछि अन्तिममा हाम्रो ब्लगको समय सकिन लागिसकेको थियो। अनि त्यसपछि हामी मसँग अलि घुमघाम गऱ्यौँ। अनि मान्छेहरूलाई हेर्दै थियौँ। अनि मान्छे मतलब हुन्छ नि कलाकारहरूलाई हेर्दै थियौँ। तर एउटा कलाकारलाई हेर्न छुट्यो, मेन कलाकार रहेछ तर हाम्रो टाइम नमिलेर हेर्न पाएन। समीक्षा अधिकारी भन्ने मान्छे आएको रहेछ तर हेर्न पाएन। तर हाम्रो आजको ब्लग यहीँ समाप्त गर्छौँ र अब अर्को ब्लगमा भेट्नेछौँ। यदि ब्लग मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिदिनु होला। धन्यवाद। अब थ्याङ्क यू।